म आज यसो फेसबुक स्क्रल गर्दै थिएँ होइन अनि मैले आज एउटा फोटो भेटेँ कि जुन चाहिँ यो हो। अनि यसो फोटो हेर्दा चाहिँ देखेँ कि मैले मार्च 27 मा फाइनल चाहिँ हुँदो रहेछ स्पेन भर्सेस अर्जेन्टिना। अनि मैले यसो सोचेर बसेँ कि रियल म्याड्रिड स्पेनको क्लब भए पनि रियल म्याड्रिड फ्यानलाई स्पेन पटक्कै मन पर्दैन। मन पर्नु बिगेस्ट कारण भनेको लमिन यामल जुन क्लबबाट खेल्यो जुन कन्ट्रीबाट खेल्यो त्यो क्लब कन्ट्री रियल म्याड्रिड फ्यानलाई मनै पर्दैन, एज वेल एज रोनाल्डो फ्यानलाई पनि। अब रोनाल्डो फ्यानको कुरा गऱ्यौँ भने रोनाल्डो फ्यानले अर्जेन्टिना मन पर्दैन, एज वेल एज मेस्सी नै मनै पर्दैन। अब रोनाल्डो फ्यान र रियल म्याड्रिड फ्यानले दुवैलाई सपोर्ट गर्दैन भने सपोर्ट चाहिँ कसलाई गर्छ नि त? त्यतिखेर अब स्पेनले हार्यो भने अब हामी अर्जेन्टिना फ्यानलाई र बार्सा फ्यानलाई ठिकै छ। बार्सा भनेकै अर्जेन्टिना हो, मोस्ट अफ द प्लेयर स्पेनको प्लेयर मोस्ट अफ द बार्साबाट खेल्छन्। अनि बार्सा भनेको स्पेन भनेको बार्सा नै हाम्रो लागि। अब रियल म्याड्रिड फ्यानले कसलाई सपोर्ट गर्छन् होला त? अब हाम्रो लागि जसले जित्यो भने ठिकै छ, रियल म्याड्रिड के अरे स्पेनले जित्यो भने ठिक छ, अर्जेन्टिना जित्यो भने ठिक छ। तर सपोर्ट चाहिँ अर्जेन्टिनालाई गर्छु, तर जिते जसले जित्यो पनि ठिकै, तर सपोर्ट चाहिँ मेस्सीलाई हो। हामीलाई त जसले जित्यो पनि ठिक छ। अब रियल म्याड्रिड फ्यानले कसलाई सपोर्ट गर्छन् होला त? मैले यसो सोचिरहेको छु म। रियल म्याड्रिड फ्यानले र पोर्चुगलको फ्यानले एज वेल रोनाल्डोको फ्यानले एज अ फुटबल फ्यान भएर त्यो म्याचेस हेऱ्यो भने ठिकै छ। तर सपोर्ट गर्ने तरिकाले हेऱ्यो भने त अब डाउन नै लाग्छ। अब दुई जिब्री हो भने कि त्यस्तो त्यस्तो भनेर अब योभन्दा अगाडि स्पेनलाई सपोर्ट कहिले पनि गरेको थिएन, एज अ लमिन यामल अब तिनीहरू कहिले सपोर्ट गरेको थिएन। अर्जेन्टिना त फिटिक्कै सपोर्ट गर्दैन तिनीहरूले। अब कसलाई सपोर्ट गर्छन् होला त हेरौँ। अब ट्रोल चाहिँ कसरी बनाउँछ सबभन्दा ठुलो कुरो त्यो हो। अर्जेन्टिनालाई हार्यो भने कसरी ट्रोल बनाउँछन् र स्पेनले हार्यो भने कसरी ट्रोल बनाउँछन्, कसले जित्यो भने कसरी ट्रोल बनाउँछन्। हेरौँ, इन्ट्रेस्टिङ हुनेवाला छ।